मसँग एकदमै राम्रो ड्रेसमा सजिनु भएको एकजना सिस्टर हुनुहुन्छ। हजुरको नाम? शिवानी कटेल। आज यहाँनिर एमएनसी वेस्टले अर्गनाइज गरिरहेको यो होली महोत्सवमा छौँ हामी। नेपालभन्दा 2 दिन अगावि हामीले चाहिँ होली यसरी मनाइरहेका छौँ एकदमै हर्षोल्लासका साथ। कस्तो लागिरहेछ हजुरलाई यहाँको? एकदमै रमाइलो, एकदमै भव्य भइरहेको छ, एकदम रमाइलो छ। हजुरको डान्स पनि मैले देखेको थिएँ स्टेजमा, एकदमै राम्रो पर्फर्म गर्नुभएको थियो। थ्याङ्क यू सो मच। हजुरको करियर कता लग्ने प्लानमा हुनुहुन्छ अहिले? म चाहिँ बायोमेडिसिन पढ्दैछु अहिले। कहाँ पढिराख्नु भएको छ? ल्याट्रोभ युनिभर्सिटीमा। र म पनि लक्किली म पनि लट्रोभको ग्रेजुएट हो है। ए ओके। अनि म डेन्टल टेक्निसियन पनि हो प्रोफेसनल्ली चाहिँ। पर्फेक्ट। अहिले कुन इयर पढ्दै हुनुहुन्छ? म सेकेन्ड इयर। सेकेन्ड इयर है। आज यसरी होली 2 दिनै अगाडि किन मनाइयो? हजुरलाई केही थाहा छ त यो विषयमा? पक्कै पनि अब आज शनिबार परेको हुनाले पनि यहाँ सबैजना विकडेजमा चाहिँ एकदमै बिजी हुनुहुन्छ। अनि शनिबार स्याटरडे आज विकेन्ड पनि हो। अनि यहाँनिर धेरैजना पेरेन्ट्सहरू बच्चा बच्चीहरू इन्भल्भ हुन पाउँछ यसरी विकेन्डमा मनायो भने चाहिँ। अनि त्यही भएर नै प्राय प्रोग्रामहरू चाहिँ विकेन्डमै हुने गर्दछ यहाँ। हजुर अस्ट्रेलिया चाहिँ आएको कति भयो? 8 इयर्स भयो। 8 इयर्स। अहिले बायोमेडिसिन पढ्दै हुनुहुन्छ? हजुर। ओके। अस्ट्रेलियाको एजुकेसन सिस्टम र हजुर नेपालमा चाहिँ कुन युनिभर्सिटी पढ्नु भएको थियो? मैले नेपालमा सिटिभिटी नर्सिङ पढेको थिएँ होली भिजनबाट। ए ओके। होली भिजन। हजुर। पर्फेक्ट। अनि हजुरले चाहिँ अहिले रिसेन्टली चुनावको जुन सरगर्मी नेपालमा चलिरहेछ, सम्भवतः 5 दिनमा चुनाव हुँदैछ, यो विषयलाई लिएर चाहिँ तपाईँलाई कुन पार्टी अथवा को व्यक्ति प्रधानमन्त्रीको एउटा पदमा चाहिँ आएको हेर्न चाहनुहुन्छ? स्ट्रेट अवे भन्न मिल्छ भने हजुरले भन्न सक्नुहुन्छ? पक्कै पनि हामी सबै नेपालीको मनमा मुखमा नै भइरहेको हाम्रो बालेन सरलाई नै भन्न चाहन्छौँ। अनि यही टाइम हो, राइट टाइममा कन्ट्रीमा राम्रो पोलिटिसियनलाई लिएर आउन, कन्ट्री डेभलपमेन्ट गर्नको लागि, हरेक रुटलाई चेन्ज गर्नको लागि चाहिँ सही समय छ। घन्टीलाई नै के भन्छ भोट दिउँ होला। ओके पर्फेक्ट। ओभरअल हजुरले चाहिँ लङ रनमा चाहिँ नेपाल बनाउन, अब राम्रो राजनीतिज्ञहरूले नेपाल बनाउने सङ्कल्पसहित आउनुभयो, देश बनेको खण्डमा नेपाल जाने प्लान छ अथवा म यत्तिकै पनि म नेपाल जान्छु सर्टेन इयर्सपछि, के सोच्नु भएको छ? त्यस्तो त अफकोर्स छँदैछ, किनभने भविष्यमा अहिले मैले पढिरहेको सब्जेक्ट नै पनि मलाई पछि गएर धेरै हेल्प हुने गर्छ। नेपालमा गएर मलाई चाहिँ एकदम मेरो एउटा ड्रिम छ नेपालमा फ्री सर्वेहरू गर्नको लागि, फ्री चेकअपहरू गर्नको लागि। त्यही भएर पनि मैले यो ब्याकग्राउन्ड चुज गरिरहेको हो। पछि मेरो पढाइलाई मैले आफ्नो नेपालमा लगेर केही राम्रो ठाउँमा मैले उपयोग गर्न पाएँ भने चाहिँ त्यसैकै लागि नै यत्रो मेहनत गर्दैछु। पर्फेक्ट। थ्याङ्क यू सो मच शिवानी फर यर टाइम। शिवानी